नमस्कार। हाम्रो शिक्षालयमा फेरि तपाईहरुलाई स्वागत छ। यो भन्दा अघिल्लो भिडियोमा हामीले इश्युड एट डिस्काउन्ट, रिडेम्सन एट प्रिमियम भन्ने क्वेशन सल्भ गरेको थियौं। आज हामी इश्युड एट प्रिमियम, रिडेम्सन एट प्रिमियम को सल्भ गर्न जाँदै छौं। एकदमै यो क्वेशन सल्भ गर्नुभन्दा अगाडि यो बाहिरको एकचोटी स्ट्रक्चर तपाईले याद गर्नुपर्ने हुन्छ। यसको बारेमा हामीले डिटेलली यो भन्दा अघिल्लो भिडियोमा कुरा गरिसकेका छौं। अब हामी सिधै जाउँ यो क्वेशन सल्भ गर्नतिर। यो 2069 बाट एनईबी ले सोधेको 2069 बाट लिएको क्वेशन हो र यहाँ के भनेको छ भन्दा कतिवटा डिबेन्चर इस्यु गरेको छ भन्दा 2012% डिबेन्चर भनेको छ 10% इच 10 रुपैयाँ इच पार भ्यालु भइहाल्यो। 5% प्रिमियम एन्ड रिडिमेबल एट 10% प्रिमियम भनेर भनेको छ। अब सबभन्दा पहिला हामीले के बनाउनु पर्यो भन्दा यो दुईटै प्रिमियममा भएको हुनाले अब हामीलाई क्वेशन सल्भ गर्नतिर लाग्छौं। सबैभन्दा सुरु कहाँबाट गर्ने? एट द टाइम अफ इस्यु बाट गर्ने। र एट द टाइम अफ इस्युमा हामीले यो भन्दा अघिल्लो भिडियोमा कुरा गरेका छौं, सिधै बैंक अकाउन्टबाट सुरु गर्ने र बैंकमा कति पैसा आउँछ भन्ने कुराको अहिले कन्फर्म नभएको हुनाले हामी बैंक अकाउन्ट लेखेर छोड्दिन्छौं। कति पैसा आउँछ भन्ने अहिले हामीलाई क्लियर हुँदैन। त्यहीकारण दुई लाइन छोडेर अब हामी के लेख्छौं फेरि 12% डिबेन्चर अकाउन्ट भनेर लेख्छौं। अब यो 12% डिबेन्चरको भ्यालु कहाँबाट आउँछ भन्दाखेरि 2000 into 100, यो माथिको 2000, यसको पार भ्यालु कति 100, यो दुईटा मल्टिप्लाई गरेर डिबेन्चरको भ्यालु आउँछ कति आउने भयो 2 लाख। अब क्वेशनलाई हेर्ने, क्वेशनमा के छ त भन्दाखेरि पहिला क्वेशनको रुल्स हेरौं। रुल्स साइडमा हामीलाई चाहियो, यो किन चाहियो भन्दाखेरि यदि रुल्स अनुसार हामीलाई यो ठ्याक भ्यालु कहाँ राख्ने भन्ने थाहा पाए भने हाम्रो जर्नल मिलाउन हामीलाई सजिलो हुन्छ, होइन भने हामीलाई अलिकति गाह्रो हुन्छ भनेर इस्युको डिस्काउन्ट डेबिटमा हुन्छ, इस्युको प्रिमियम कहाँ हुन्छ क्रेडिट साइडमा हुन्छ, इस्यु अनि रिडेम्सनको डिस्काउन्ट क्रेडिटमा हुन्छ, रिडेम्सनको प्रिमियम डेबिटमा हुन्छ भन्ने कुरा हो। अहिले हामीलाई के छ त भन्दा प्रिमियम छ, पहिला यसलाई फिल्टर गरिहालौं। अब हेरौं प्रिमियम कहाँ आउँदो रहेछ क्रेडिट साइडमा अनि अर्को प्रिमियम कहाँ आउँदो रहेछ डेबिट साइडमा। अब हामी अहिले इस्युको जर्नल इन्ट्री गर्दै छौं। इस्युको जर्नल इन्ट्री गर्दाखेरि हामीले कसलाई हेर्ने? प्रिमियम अन इस्युलाई हेर्ने। यो कुन साइड लेखिन्छ? क्रेडिट साइडमा। हामी यहाँ के लेखिदिन्छौं? टु प्रिमियम अन इस्यु भन्छौं। अब प्रिमियमको भ्यालु कहाँबाट क्याल्कुलेट गर्ने भन्दाखेरि सेम हाम्रो डिबेन्चरको भ्यालु कति छ 2 लाख रुपैयाँ। यो 2 लाखको कति पर्सेन्ट निकाल्ने? 5% निकाल्ने। 2 लाखको 5% कति आउँछ 10,000। अब यो दुईटा भ्यालु आउनेबित्तिकै बैंकलाई ब्यालेन्स गरिदिहाल्ने। 2 लाख थियो, 10% प्रिमियम एड भयो भन्दा अब टोटल बैंकमा कति आउँछ 2,10,000। फेरि हामी एक लाइन छोडेर के गर्दिन्छौं? अब बीइङ 12% डिबेन्चर इस्युड एट प्रिमियम एन्ड रिडिमेबल एट प्रिमियम भन्ने नरेसन लेखिदिन्छौं, क्लोज गर्छौं। हाम्रो पार्शियली इन्ट्री सक्यो है, कम्प्लिट इन्ट्री सकिएको छैन। पहिला तल डिफाइन गर्छौं अनि फेरि माथि ल्याएर हामी फुलफिल गर्छौं। अब जाउँ हामी एट द टाइम अफ रिडेम्सनमा। अब एट द टाइम अफ रिडेम्सनमा के आयो भन्दा पहिला यो डिबेन्चर पर्सेन्टेज डिबेन्चरलाई जस्ताको तस्तै क्यारी गर्ने तल डेबिटमा। 12% डिबेन्चर अकाउन्ट डेबिट, अमाउन्ट कति हुने भयो 2 लाख। अब के हेर्ने? क्वेशनमा हेर्ने प्रिमियम अन के छ भन्दाखेरि प्रिमियम अन रिडेम्सन छ। प्रिमियम अन रिडेम्सनलाई कुन साइड राख्ने? डेबिटमा। हामी डेबिटमा के गर्छौं? प्रिमियम अन रिडेम्सन अकाउन्ट डेबिट भन्छौं। अब प्रिमियमको भ्यालु कति त भन्दा क्वेशनले कति पर्सेन्ट भनेको छ 10% भनेको छ। यही 10% लाई हामी के गर्छौं 2 लाखको 10% निकाल्छौं। 2 लाखको 10% कति आउने भयो 20,000। अब बैंकमा कति त भन्दाखेरि हामीले 2 लाख त दिनु पर्यो, एक्स्ट्रा 20,000 दिनु पर्यो भने चाहिँ बैंकमा कति दिनु पर्यो हामीले 2,20,000। नरेसन लेखिदिने बीइङ रिडेम्सन अफ 12% डिबेन्चर भन्ने छोड्दिने। त्यो पछाडि फेरि के गर्ने भन्दाखेरि अब प्रिमियम अन रिडेम्सन आयो भने अब यसले के पनि क्रिएट गरौ, लायबिलिटी क्रिएट गरौ। लायबिलिटीलाई हामीले क्रेडिट साइडमा देखाउनु पर्छ। के भन्ने देखाउने? टु प्रिमियम अन रिडेम्सन भन्ने अकाउन्ट। पैसा कति भन्दा यहाँ जति 20,000 छ त्यही 20,000 लगेर राखिदिने। र प्रिमियम अन रिडेम्सन भनेको हाम्रो रियल लस हो। यो लसलाई डेबिटमा लगेर कति राखिदिने? लस अन इस्यु भनेर 20,000 राखिदिने। यसरी चाहिँ हामी डिबेन्चरको क्वेशनलाई हामी के गर्न सल्भ गर्न सक्छौं। कतै के भेटिन्छ भन्दाखेरि एट द टाइम अफ इस्यु त एउटै मात्रै जर्नलमा गरिन्छ। एट द टाइम अफ रिडेम्सनलाई चाहिँ दुईटा जर्नलमा गरेको भेटिन्छ। भनेको पहिला डिबेन्चर होल्डरमा ट्रान्सफर गरेर डिबेन्चर होल्डरबाट बैंकमा ट्रान्सफर गरेको पनि पाइन्छ। दुईटा तरिकाबाट गर्न पाइन्छ। यो के हैन, हामीले चाहिँ अहिले डाइरेक्ट बैंकमा रिटर्न गर्दियौं। अब त्यो चाहिँ पहिला डिबेन्चर होल्डरमा कति जान्छ भनेर एउटा जर्नल बनाइन्छ, पछि डिबेन्चर होल्डरबाट कहाँ देखाउने बैंकमा देखाउने भनिन्छ। हस् त अब नेक्स्ट कन्डिसन फेरि आउँदिनै छ, प्रतीक्षा गर्नु होला। थ्यांक यू।